नेपाली चलचित्र बजारमा शुक्रबारदेखि 2 नयाँ चलचित्र जारी 2 र मन बिनाको धन प्रदर्शनमा आएका छन्। सफल चलचित्र जारीको सिक्वेलको रूपमा आएको जारी 2 लाई दर्शकले प्रतीक्षा गरिरहेका थिए, जसकारण यसले राम्रो सङ्ख्यामा सो पाएको छ। तर अर्को नयाँ चलचित्र मन बिनाको धनले भने तुलनात्मक रूपमा निकै कम सो पाएको छ। चलचित्रका निर्देशक तथा सङ्गीतकार टङ्क बुढाथोकीले सामाजिक सञ्जाल मार्फत आफ्नो चलचित्रलाई उचित सो नदिएको भन्दै असन्तुष्टि पोखेका छन्। चलचित्र जारी 2 असोजको पहिलो साता नै प्रदर्शन हुने तयारीमा थियो, तर जेन्जी आन्दोलनका कारण उत्पन्न परिस्थितिले गर्दा यसको प्रदर्शन रोकिएको थियो। अवस्था सामान्य भएसँगै निर्माता तथा निर्देशक उपेन्द्र सुब्बाले फिल्मको सबैभन्दा बलियो पक्ष यसको कथा र संवाद नै हुन्। सुब्बाले कथा र संवादमा आफ्नो साहित्यिक अनुभव मजाले पोखेका छन्। फिल्म हेर्दा उपन्यास हेरे जस्तो अनुभव हुन्छ। कथा अनुसारको छायाङ्कन अनि ब्याकग्राउन्ड म्युजिकमा समस्या छैन, तर उत्कृष्ट भने होइन। अभिनयमा मिरुना मगरले बाजी मारेकी छिन्। जारीकै अभिनयबाट प्रशंसा पाएकी उनले जारी 2 मा थप निखारता देखाएकी छिन्। दयाङ राईले आफ्नो अभिनयको लयलाई कायमै राखेका छन्। जारी 2 हेरेपछि उपेन्द्र सुब्बासँग पनि अब कथा विषयवस्तु सकिए जस्तै माने मैले। जारी 1 मनसारा ट्यान्द्रोबाट नेपाली फिल्म इन्डस्ट्री परिवर्तनको आशा जगाएका उपेन्द्र सुब्बाले जारी 2 मा भने सबैलाई निराश बनाएको पाइएको छ। उही पुरानो कथा विषय र पात्रभन्दा फिल्म अगाडि बढ्न सकेन। अलिकति नयाँपन थप्न खोजिएको द्वन्द्वकालको कहानी पनि जबरजस्ती कथामा हालिएर पुरै हुन नदिई सकाइएको पाइयो। हामीले आफ्नो च्यानलमा जारी 2 को पोल राखेका थियौँ, जसमा 47%ले सुपर हिट भनेका थिए भने 9%ले हिट, 32%ले एभरेज र 12%ले बिलो एभरेज भनेका छन्, जस कारणले जारी 2 को मिश्रित रिभ्यू आएको पाइन्छ। जारी 2 मा दयाङ राई, मिरुना मगर, विजय बराल, रिचा शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ भने मन बिनाको धन बालगायक अशोक दर्जीको कथामा बनेको फिल्म हो। यसमा अशोकसँगै टङ्कका छोरा एआर बुढाथोकी, निता ढुङ्गाना, सरोज खनाल लगायतका कलाकार छन्। हामीले राखेको पोलमा 73%ले 5 स्टार, 10%ले 4 स्टार, 2%ले 3 स्टार र 14%ले 2 स्टार रिभ्यू मन बिनाको धनलाई दिएका छन्। तर गत हप्तादेखि नै चलचित्र परानले दर्शकको मन जित्दै हलमा आफ्नो बलियो पकड बनाउँदा नयाँ फिल्महरूले पर्याप्त सो पाएका छैनन्। गत हप्ता रिलिज भएको सामाजिक तथा पारिवारिक चलचित्र परानले सुरुवाती दिनमा सामान्य व्यापार गरे पनि अहिले दर्शकको अत्याधिक माया पाइरहेको छ। बलियो वर्ड अफ माउथका कारण चलचित्र हेर्ने दर्शकको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ। दर्शकको चाप बढेपछि हल सञ्चालकहरूले पनि परानको सो सङ्ख्या बढाएका छन्। निर शाह, मदन कृष्ण श्रेष्ठ, प्रवीण खतिवडा, केकी अधिकारी, बुद्धि तामाङ र अञ्जना बराइली जस्ता कलाकारको अभिनय रहेको यो चलचित्रले पारिवारिक कथालाई मार्मिक ढङ्गले प्रस्तुत गरेको कारणले दर्शकले रुचाएको पाइएको छ।